ओके हेलो गुड मर्निङ सबैमा म आज रङबुलको रोपेमा छु जुन चाहिँ रोपे एउटा हेरिटेज पनि हो हगि सायद यो रोपेले धेरै कुरोलाई नै यसले चिनाउने काम गर्छ रङबुललाई पनि चिनाउने गर्छ यो भेलीलाई नै चिनाउने गर्छ भनौँ न एन्ड तपाईहरुलाई विशेष यो रोपेको भन्नुपर्दा यो जग्गाको स्पेशली यो जग्गाको तपाईहरुलाई भन्नुपर्दा चाहिँ तीनटा बाटो भएको जग्गा पनि भनेर मानिन्छ है त जस्तै रोडवे रेलवे एन्ड रोपवे है यो सायद अरू जग्गा पाइँदैन होला यही जग्गा मात्रै पाइन्छ है त तपाईहरुलाई यो जग्गाको अलिकति ब्रिफली इतिहास भन्नु पर्दाखेरि यहाँ पहिला इतिहासभन्दा पहिला हामी है सिमानापट्टि जाउँ न यो जुन चाहिँ लिक छ लिकदेखि माथिको जुन चाहिँ यो एरियाहरू छ यो सबै बगानको नै पर्ने गर्छ यो सबै बगानको नै हो अनि यो उता पर ट्रान्समिटर राखेको छ त्यहाँनिर पोलहरू गाडेको छ त्यो पोलहरू गाडेकोदेखि होइन यो सबै एरियाहरू चाहिँ यो कलेज भेली चियाबारीको अन्डरमा पर्छ अनि पहिला चाहिँ यही रोपेको माध्यमबाट नै जुन चाहिँ तेल भयो चामल रासिन होइन अनि तल बगानमा बनेको टीहरू चाहिँ टिचेसहरू चाहिँ यहाँ ल्याउने गर्थ्यो नि त यही रोपेकै माध्यमबाट एन्ड त्यति मात्रै नभएर त्यो टिचेसहरूलाई चाहिँ यो भित्र राख्ने काम गर्थ्यो गोडाउन हो यो सबै गोडाउनहरू हो यो अहिलेको होइन यो चाहिँ एउटा भनेको छ नि त्यो इन्डिपेन्डेन्ट नेसन डिक्लेयर इन अगस्त हुन्छ नि 1947 त्योभन्दा अगाडिको कथा हो त्योभन्दा अगाडिदेखि नै यो जमिनहरू कलेज भेलीकै थियो अनि थियो त कि अहिले पनि छ ओके म तपाईँ छु है विशेष गरेर आज म तपाईहरुलाई यो जग्गामा किन ल्याएको छु भने यो एउटा इतिहास हो है इतिहास हामीले कोरिनुपर्छ र लेखिनुपर्छ अनि यो एउटा के भन्दाखेरि हेरिटेज पनि हो है यो चाहिँ किन भन्दाखेरि ब्रिटिस गभर्मेन्टहरूले चाहिँ बनाएको जग्गा हो नि त ब्रिटिस गभर्मेन्टले जुन जग्गा समयमा अब यो सबै जग्गाहरू नै धोत्रे कलेज भेली है कि भनेर चाहिँ चिन्हित भएको जग्गाहरू हो नि त यो पहिलादेखिको नै हामी कलेज भेलीले नै हेर्छौँ है कि कहिले धोत्रेले पनि हेर्ने गर्थ्यो अनि विशेष गरेर यसको जुन चाहिँ पोइन्ट यहाँ स्टार्ट यहाँ छ भने मेन चाहिँ तल मिलिङमा हो नि त मिलिङ फ्याक्ट्री रोपे है त्यो एउटा सबभन्दा ऐतिहासिक कुरो हो किनभने यसले किन त्यति बेला बनियो निर्माण गरियो होला भन्दाखेरि अहिले यसो सोच्दा बुझ्दा चाहिँ त्यो समयमा चाहिँ बाटो राम्रो थिएन अनि बाटो राम्रो नभएको किन हाम्रो उकालो ठाडो अप्ठ्यारो बाटो हो नि त मिलिङदेखिको रङबुल आउनु चाहिँ जुन चाहिँ लगभग 7 किलोमिटर पर्छ अन्त पहिलाको जमानामा त्यस्तो सुविधाजनक बाटो थिएन त्यो कारणले गर्दा होला सायद यो रोपेको निर्माण भएको हगि अनि यो रोपेमा मैले एउटा हिन्दी पिक्चर पनि हेरेको थियो यो रास्ता समथिङ के भनेको थियो बहुत पुरानो पिक्चर हो मुभी हो त्यसमा चाहिँ तपाईँहरूलाई यहाँ तलको ढिप देखेको हेर्नुहोस् ल कुन चाहिँ भने नि यहाँबाट देख्छ त्यो ढिप यो ढिप देख्नुभयो ऊ त्यो रातो घरको बिचमा छ है त्यो ढिपको ठिक्कै मुनि चाहिँ शर्मिला टाइगर नाच्दै गरेको देखेको थिएँ क्या भनेपछि यो एउटा राम्रो रङबुलले सोच्नुपर्ने जग्गा हो यसलाई हामीले हेरिटेज बनाएर होइन यसलाई हामीले बचाएर भोलिको दिन यसलाई टुरिस्ट हब बनाउनु सक्यौँ भने यो जग्गामा एकदमै राम्रो हुनेछ है अनि तपाईँहरूलाई म हाम्रो रङबुलको 10वटा समाजका है जनप्रतिनिधिहरूलाई एउटा यो पनि रिक्वेस्ट गर्न चाहन्छु है त्यो चाहिँ के भने यदि तपाईँले ब्लग हेर्नुहुँदैछ भने जुन चाहिँ यहाँ ब्रिटिस रोपे भनेर लेखेको छ नि यसलाई त्यो जग्गामा चाहिँ हामीले आई लभ रङबुल भनेर लेख्यौँ भने कस्तो हुन्छ होला है तपाईँहरूलाई के कस्तो लाग्छ यदि राम्रो लाग्छ भने होइन हामीले सबै जग्गा हामी देख्छौँ नि त आई लभ समथिङ आई लभ नाना जग्गाहरूको नामहरू है हामीले पनि रङबुलको एउटा जग्गा लेख्दाखेरि यो जग्गामा लेखेको कस्तो देख्छ होला है मेरो एउटा सानो तपाईँहरूलाई प्रस्ताव है यदि यो कुरो तपाईँहरूले मान्नुभयो भने आई लभ रङबुल लेखेर है मैले चाहिँ यहाँ के सोचेको छु भने यदि इन फ्युचर त्यस्तो अब कसैले कुरा सुन्ने खालके मान्छे पायो भने चाहिँ रोपे त चल्ने कुरा आएन चलाउने कुरा पनि आएन तर यसलाई तोड्ने कुरा पनि आएन हगि अब तपाईँहरूलाई एउटा सानो प्लान बताउन है अब यो प्लान सुनेर कसैले यो गरौँ भन्यो भने चाहिँ मैले पनि गुट हो नि त यो जग्गा छ यो जग्गामा तपाईँको जुन चाहिँ उयो पहेँलो बस देख्दैछ नि त्यो बसको एरियाबाट आउने बाटो छ यो ब्याक साइडबाट ठक्कै त्यो आउने है यहाँबाट चाहिँ हामीले
स्काई वक जस्तो कि हल्का पक्कै यहाँ उसको फलमकै जोडेर त्यहाँसम्म पुर्याइदिए अनि त्यहाँनिर दुई साइडमा हामीले आई लभ रङबुल पनि लेख्यौँ अरे अनि त्यहाँनिर चाहिँ हामीले सबै सेफ्टी बनाएर चाहिँ सेल्फी हान्ने जग्गा बनायौँ अरे हो कि अनि यो गाडीहरू त त्यसै पनि यो त बस्ने कुरा आएन यो त अब त्यो जब हामीले टुरिस्ट हब बनाएपछि त्यो त अटोमेटिक खाली भइहाल्छ त्यो त बुझिहाल्छ नि सबैले होइन अनि यो जग्गामा चाहिँ हामीले टी स्टल सी स्टलहरू राखेर होइन यहाँनिर हामीले मार्केटहरू बनायौँ सानोतिनो भने नि एन्ड फ्युचरमा चाहिँ यहाँनिर चाहिँ हामी टुरिस्टहरूलाई चाहिँ यहाँनिर चाहिँ हामीले राख्न सक्यौँ यो जुन चाहिँ यो एरियामा चाहिँ हामीले गाडीहरूलाई पार्किङ गर्ने बनाइदिउँ होइन कोही टुरिस्ट आउने गाडीहरूलाई भने हामीले यहाँनिर टुरिस्ट हब बनाउन सकिन्छ होइन टुरिस्ट हब बनायो भने यहाँको जति पनि हामी लोकल होइन हामी अर्ग्यानिक मान्छेहरूले जति पनि छ उहाँहरूले काम पाउनु सजिलो हुन्छ होइन छ नि उपाय गर्नु पऱ्यो नि त आखिरीमा हामी त्यस्तो जाति हो नि त जसले ढुङ्गा देखाएर त खान्छौँ भने यहाँ हामीले यत्रो होर्डिङ यहाँनिर है सपोज हामी त्यो जुन चाहिँ मैले अघि पिक्चर कुरा गरेँ नि त्यो पिक्चरको होर्डिङहरू यहाँ टक्क लगाइदियो होइन यो अलि साफसफाइ गरेर होइन यसलाई यहाँनिर चाहिँ मजा पिक्चर पोस्टर ठुल्ठुलो बनाएर यहाँ टालिदिउँ अरे ताकि मान्छेलाई यो एरियाहरू पनि राम्रो छ साफसफाइ गर्यो फोटोहरू खिच्ने बनायो होइन यहाँबाट भ्युजहरू पनि राम्रो छ भ्यू पोइन्टहरू होइन एन्ड तपाईँहरूलाई मैले भनिहालेँ त्यो जग्गा सेल्फी जोन बनाइदियो अनि यहाँनिर त्यो रेलवे साइड गर्ने जग्गा छ यो साइटिन हो यहाँनिर रेलहरूलाई पनि अब समयकालमा रोकेर होइन उहाँहरूले पनि ट्रेनमा आएको टुरिस्टहरूलाई झारिदियो भने आधी घन्टा 1 घन्टा यहाँनिर रोकेर होइन यो उयो गरेर हामी यो जग्गालाई फस्टाउन सक्छौँ यो मेरो एउटा सानो सोच हो है अब यसलाई तपाईँहरूले खुसी हेर्नुहुन्छ है एन्ड अब तपाईँलाई मैले भनिहालेँ जब यो भारत स्वतन्त्र हुनुभन्दा अगाडि नै यो कलेज भेलीको जमिन हो होइन अब यो कलेज भेलीको भनेर कलेज भेलीकोले आएर यो सब गर्छ भन्नु चाहिँ मिल्दैन है त्यसको लागि चाहिँ हामी तपाईँ सबै नै अगाडि आउनुपर्छ है किनभने भोलिको दिनमा यो कुरोहरूलाई हामीले फस्टाउन सकेन भने त अरू जग्गाले भोलिको दिन यो कामहरू गरिसक्यो भने त दिनाट त के हुन्छ र हामीले पनि गरेको भए हुन्थेछ नि है भन्ने मात्रै हुन्छ कि हामी त्यसले गर्दामा चाहिँ किनभने तपाईँहरूले अहिले देखिरहनु भएको छ कि सबै जग्गा टुरिस्टहरू पुगिसकेको छ जहाँ चाहिँ हाम्रो उयो भएर पनि जान्छ हाम्रो माथि टाइगर हिल छ माथि सिन्चेल डाब छ होइन हाम्रो यो रोपवे छ अब यो जग्गाहरूलाई चाहिँ हामी संरक्षण गर्नु सक्यौँ भने चाहिँ हामीले कुछ हुनसक्छ कि जस्तो मलाई लाग्छ है एन्ड फ्युचर सरकारहरूले पनि यसलाई चाहिँ हेरिटेज घोषणा गरिदिएर होइन यसलाई हेरिटेज बनाएर राखिदियो भने सायद राम्रो हुन्छ होला जस्तो मलाई लाग्यो है र चाहिँ आज मैले यो भ्लगको उयसबाट चाहिँ माध्यमबाट चाहिँ म तपाईँहरूलाई सेयर गर्दैछु है एन्ड तपाईँहरूले सोच्नुभयो होला है यो उयो रोपे चाहिँ कहिले बनिएको हो भनेर भन्छ होला है यो ब्रिटिसले बनाएको हो कलर तानिन्छ होला यो चाहिँ ब्रिटिस होइन ब्रिटिसले बिल्ड गरेको हो नि त ब्रिटिस इन्जिनियरिङ लन्डनले गरेको भनेपछि यो 1947 भन्दा अगाडिको कुरा आउँछ किन भन्दाखेरि कलेज भ्याली हामीले हेर्दाखेरि कलेज भ्याली धोत्रे स्पेसली धोत्रेको कुरा गर्नु पऱ्यो भने चाहिँ धोत्रे चाहिँ तपाईँको चियाबारी बनिएको हो मोरलेस 1857 बादमा हो कि किन त्यहाँनिर चाहिँ अहिले पनि छ 95, 96, 97 भन्ने त्यो सेक्सन नम्बरहरू छ जुन चाहिँ सेक्सन नम्बर हो तपाईँले मैले उयो गरेको भने धोत्रेको सोद्धा हुन्छ धोत्रेवासीहरूलाई कि त्यो चाहिँ त्यो सालहरूमा रोपिएको गाछहरू हो भनिन्छ जो चाहिँ 95, 96, 97 भन्नेहरू छ हाम्रो रेकर्ड अनुसार कलेज भ्यालीको चाहिँ कहिले छ भन्दाखेरि हामीले देखेको चाहिँ 1913 तिर चाहिँ फर्स्ट प्लान्टिङ गरेको चाहिँ हामीले पायौँ त्यो नेसनल सबै किन भन्दाखेरि फ्याक्ट्री चाहिँ हाम्रो 1925मा चाहिँ निर्माण गरेको छ नि त फ्याक्ट्री चाहिँ त्यसले बिल्ड भएको भनेपछि त तपाईँको एउटा गाँच बनिनुको लागि मोरलेस 4-5 वर्ष त लाग्छ एन्ड पत्ती टिपेर फ्याक्ट्रीमा पेल्ने हुनुको लागि त 10 वर्ष त लाग्छ होइन किनकि अलिक बेसी मात्र क्वान्टिटीको छ फेरि पनि त्यसले गर्दा 1925मा चाहिँ हामीले फ्याक्ट्रीले रेजिस्ट्रेसन पाएको भनेपछि तपाईँले बुझिहाल्नुहोस् कि त्यो 1913 या 1910 तिर नै प्लान्टिङ चाहिँ भएको थियो एन्ड यो रोपवे चाहिँ निर्माण भएको चाहिँ तपाईँहरूलाई एक्ज्याक्ट चाहिँ भन्नु सक्दैन एउटा टेन्टेटिभ उयो गर्दा चाहिँ यो मलाई जहाँसम्म लाग्दा चाहिँ 1930 देखि चाहिँ यिनीहरूले प्लान गरेको हुनुपर्छ किनभने यो एकै दिनमा बनिएको होइन नि त अन्त 1930 देखि चाहिँ यो त प्लान भएर चाहिँ 1947 को एरामा चाहिँ मोटामोटी बनिसकेको थियो अनि चल्नु चाहिँ 1950 मा चाहिँ चलेको भन्छ ब्रिजमोहनले चाहिँ फर्स्ट रोपवे चलाएको अनि ब्रिटिस चाहिँ रोको थियो भन्छ
है यही छ इतिहास चाहिँ बोर्डर चाहिँ त्यो माथि घरको मुनि मुनि हो सबै हो यो मुनि ट्रान्समिटर छ त्यसको फेद पनि सबै गयो यो धुप्पीहरू भएको सब हाम्रो बोर्डर हो यो रेलको लिकहरू छ यहाँबाट यो चाहिँ पहिला कोइला राख्ने गोडाउन हो किन पहिला यहाँबाट कोइला जान्थ्यो नि त हो अन्त ऊ पर चाहिँ बोट पनि छ उयो हरियो अलिकति एउटा खिच दिन्छु नि है ल तपाईँलाई के कसो लाग्यो मेरो भने मन पर्यो भने है तपाईँहरूले पनि यसलाई उयो गर्नु एउटा कुरो लास्ट भन्नु मन पर्दाखेरि आई लभ रङबुल लेख्दाखेरि चाहिँ एक त चाहिँ मन्थन गरौँ है रङबुलकोले किन भन्दाखेरि यहाँनिर धेरै जग्गा मैले धेरै नाम भुल देखेको छु है रङबुल स्पेलिङ मिस्टेक छ कसैमा कलरै भुल छ भनेको छ सायद त्यसको केही अर्थ हो कि यहाँ एउटा सायद अन्य जाति लेखेको होला रङबुल लेखेको उनीहरूको भाषा टङमा लेखेको हगि कसैमा रङबुल छ अब रङबुल छ फेरि बुल छ एउटा अब के हो खास कुरो रङबुल होला भने रङबुलै नै सबले एउटा मन्थन गरेर यही नाम चाहिँ सही हुनुपर्छ अनि सबै जग्गा करेक्सन पनि गरिएको हुनुपर्छ भनेको म तपाईँलाई यो भिडियोको माध्यमबाट अपिल पनि गर्न चाहेँ ल एन्ड तपाईँलाई मन पऱ्यो भने हामी छिटोभन्दा छिटो एउटा मिटिङ बसौँ है यसलाई राजनीतिक नगरौँ र राम्रोसँग गरेर आई लभ रङबुल चाहिँ हामी यहीँ निकाल्नु सक्यौँ भने भोलिको दिनमा सबैको लागि राम्रो हुन्छ भन्ने म पुरा आशा गर्दै र तपाईँहरूबाट बिदा लिएँ त ल ओके टेक केयर